फेसबुक क्रिएटर हुनुहुन्छ र तपाईहरुले पनि आफ्नो फेसबुक सही छ कि छैन, तपाईको फेसबुक आईडीमा कुनै इस्यु छ कि छैन भनेर तपाईहरुले पनि चेक गर्न चाहनुहुन्छ भने चाहिँ यो भिडियो तपाईको लागि एकदमै इम्पोर्टेन्ट हुन सक्छ र भिडियोले तपाईले अन्तिमसम्म हेरेर तपाईले पनि आफ्नो प्रोफाइलमा चाहिँ आफ्नो फेसबुक पेज फेसबुक प्रोफाइलमा चाहिँ गएर चाहिँ यो चेक गर्नु होला र तपाईहरुकोमा पनि यस्तो खालको सेटिङहरु चाहिँ सही छ कि छैन त, इस्यु छ कि छैन भनेर कसरी चेक गर्ने, तपाईको फेसबुक आईडीमा कुनै समस्या छ कि छैन भनेर कसरी चेक गर्ने भन्ने बारेमा म यो भिडियो बनाउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला र तपाईले पनि आफ्नो प्रोफाइल चेक गर्नु होला है त साथीहरु। ओके, भिडियोले सुरुदेखि अन्तिमसम्म हेर्नु होला र यदि राम्रो लागे लाइक कमेन्ट पनि गर्नु होला, यदि नयाँ हुनुहुन्छ भने फलो पनि गर्न नछुटाउनु होला है त साथीहरु। ओके, सुरु गरौँ भिडियोको स्क्रिनमा। सबैभन्दा पहिला तपाईले आफ्नो फेसबुक प्रोफाइललाई ओपन गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईले यहाँनिर 3 डटमा जानु होला, तपाईको फेसबुकको यहाँनिर कर्नरमा 3 डटमा जानु होला। त्यसपछि यहाँनिर तपाईले देख्न सक्नुहुनेछ आफ्नो प्रोफाइलको आइकन, यहाँ टच गरिदिनु होला। त्यसपछि तपाईले यस्तो खालको तपाईको इन्टरफेस ओपन हुनेछ र यहाँनिर तपाईले चाहिँ प्रोफाइल, तपाईको प्रोफाइल पिक्चरको तलपट्टि प्रोफाइल भन्ने ठाउँ छ नि, त्यसमा टच गरिदिनु होला। त्यसमा टच गरिसकेपछि तपाईको यस्तो खालको इन्टरफेस ओपन हुनेछ। त्यसपछि चाहिँ तपाईले चाहिँ यहाँनिर तपाईले गो टु एड लाइब्रेरी भन्ने ठाउँ छ नि, गो टु एड लाइब्रेरी भन्ने ठाउँमा तपाईले टच गरिदिनु होला। त्यसको पछि तपाईको यस्तो खालको इन्टरफेस ओपन हुनेछ र यहाँनिर तपाईले अलिक तलतिर देख्न सक्नुहुनेछ सिस्टम स्ट्याटस भनेर चाहिँ यहाँनिर देख्न सक्नुहुनेछ नि, यहाँनिर तपाईले टच गरिदिनु पर्ने हुन्छ र यहाँनिर तपाईको यसरी सबै राइट देखाएको हुनुपर्ने छ है। यदि तपाईहरुको यसमा सबैमा राइट देखाएको छैन, कसैमा चाहिँ रेड अथवा येलो देखाएको छ भने तपाईको सिस्टममा केही समस्या छ, तपाईको आईडीमा केही समस्या देखाएको छ र यहाँनिर तपाईले चाहिँ सी डिटेल्स भन्ने ठाउँमा चाहिँ तपाईले टच गरिदिनु होला र तपाईको चाहिँ यस्तो खालको इन्टरफेस ओपन हुनेछ र यहाँनिर चाहिँ तपाईले देख्न सक्नुहुनेछ सबैमा तपाईको राइट लगाएर चाहिँ नो नाउ इस्यु भनेर तपाईको देखाएको छ नि। यदि सबैमा तपाईको चाहिँ यस्तै राइट देखाएको छ भने सबै तपाईको फेसबुक आईडी, फेसबुक प्रोफाइल चाहिँ सबै सही छ। यदि यसमा चाहिँ कुनै इस्यु देखाएको छ भने चाहिँ यहाँनिर चाहिँ तपाईको चाहिँ इस्यु देखाएको छ भने चाहिँ तपाईको आईडीमा चाहिँ केही समस्या छ है त भनेर चाहिँ यहाँनिर तपाईहरुले चाहिँ देख्न सक्नुहुनेछ है त साथीहरु। यसरी नै चेक गर्नु होला तपाईले पनि। थ्यांक यू भेरी मच।